योभन्दा अगाडिको भिडियोमा हामीले येशूको जीवनको सुरुवातबारे कुरा गरेका थियौँ। येशू संसारको सृष्टिभन्दा अघि बाटो हुनुहुन्थ्यो। येशू बिना केही कुरा बनेका थिएनन्। अब येशू मानिस भएर, मानिस जस्तै भएर मानिसहरूको बिचमा आउँदै हुनुहुन्थ्यो र येशूको बाटो तयार गर्न यूहन्नाको जन्म पनि हुँदै थियो भन्ने कुराहरू हामीले हेरेका थियौँ। आज हामी त्यही यूहन्ना जसलाई बप्तिस्मा दिने यूहन्ना भनेर पनि चिनिन्छ, जो येशूको बाटो तयार गर्न पठाइएका थिए, उनको जन्मको घोषणाबारे हेर्नेछौँ। यहुदियाका राजा हेरोदको पालामा अबियाका दलका जकरिया नाउँ भएका एकजना पुजारी थिए। तिनकी पत्नी हारूनकी वंशकी थिइन्। तिनको नाउँ एलिसिबा थियो। ती दुवै परमेश्वरको सामु धर्मी थिए र परमप्रभुको सबै आज्ञाहरू धार्मिक विधिहरूमा निर्दोष भई हिँड्थे। तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलिसिबा बाँझी थिइन् र ती दुवैको उमेर पनि ढल्किसकेको थियो। जब जकरिया परमेश्वरको सामुने आफ्नो समूहको पालोमा पुजारी काम गरिरहेका थिए, तब पुजारीहरूको सेवामा रीतिअनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्छ। धूप बाल्ने बेलामा मानिसहरू सारा भिड बाहिर बसेर प्रार्थना गरिरहेका थिए। परमप्रभुको एकजना स्वर्गदूत धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए र भयभीत भए। तर दूतले तिनलाई भने, नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरा जन्माउने छिन् र तिमीले तिनको नाउँ यूहन्ना राख्नु। तिमीलाई रमाट र खुसी हुनेछ र धेरैजना तिनको जन्ममा रमाउनेछन्, किनभने तिनी परमप्रभुको सामुने महान हुनेछन्। तिनले दागमत र अरू कुनै मद्य कहिले पिउने छैनन् र आफ्नो आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले परिपूर्ण हुनेछन्। तिनले इजरायलका सन्तानहरूमा धेरैलाई तिनीहरूको परमप्रभु परमेश्वरतिर फर्काउनेछन्। बाबुहरूका मन छोराछोरीतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र परमप्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अघि एलियाको आत्मामा र शक्तिमा जानेछन्।